हुन्छ भने नि हजुर एउटा दृष्टान्त छ बडो सुन्दर। मैले कहीं पढ्न पाएको पनि थिएँ। आमाको भरोसा कति ठूलो हुन्छ भने नि एकचोटि विचार गर्नु, हामी आँखाले नदेखेको भएर भगवानसँग विश्वास नगरेको हो, तर महसुस गर्नेले विश्वास गर्नुहुन्छ। हजुर कहीं जानुभयो, नचिनेको ठाउँमा पुग्नुभयो, ट्याक्सी लिनुभयो, त्यो ट्याक्सीको ड्राइभरलाई चिनेको छ? हजुर अलि बोल्नु है मेरो कथामा, चिनेको छ? तर पनि भरोसा गरेर चढेर जानुहुन्छ हो कि हैन? प्लेन चलाउने वाला पाइलटलाई चिनेको छ? मुख पनि देख्न पाइदैन तर पनि भरोसा गरेर हिँड्नुहुन्छ हो कि हैन? तर यो प्राण चलाउने बेला भगवानमाथि किन भरोसा छैन भन्नुस् त? किन भरोसा नगर्ने? यो प्राण चलाउने बेला भगवान चाहिँ